साथीहरू मलाई हेर्नुहोस् ल, मुला नमस्ते है, नमस्ते साथीहरू, मलाई हेर्नुहोस्। अनि यो चाहिँ पालुङ्गो भर्खर उम्रेर आएको पालुङ्गो साग हो साथीहरू। मुला कति धेरै छ साथीहरू। अनि यो पालुङ्गो हो साथीहरू। यहाँ मुला हेर्नुहोस्, मुला मुला हेर्नुहोस् साथीहरू, मुला मुला भर्खर घरबाट आएको साथीहरू। यो चाहिँ चम्सुर हो है साथीहरू, चम्सुरी भर्खर उम्रिँदै आएको छ चम्सुर। यो चाहिँ मेथीको साग, मेथी हेर्नुहोस् है साथीहरू, मेथीको साग। मेथीको साग त यो जाडो महिनामा एकदम औषधि हुन्छ नि साथीहरू। हेर्नुहोस् त मेथी भर्खर उम्रेको छ। अनि मेथीको साग चाहियो भने सम्पर्क गर्नुहोस् होला साथीहरू। हेर्नुहोस् भर्खर उम्रेको छ मेथी। के गर्नु, दुःख छ पानी लाउनलाई, पानी छैन साथीहरू। सानो सानो हुँदैन, पानी छैन। घिरौँलाको फुल फुल्दैछ यी साथीहरू, घिरौँला फल्दैछ सबै तरकारी झिलिमिली। अनि यहाँ चाहिँ हेर्नुहोस् न कस्तो घिरौँला, यो के भएको नि यस्तो साथीहरू, घिरौँला कस्तो भयो क्या। त्यहाँमा पानी नभएर होला होइन। दाजु हो दाजु, यो के भएको होला साथीहरू, घिरौँला हेर्नुहोस्, घिरौँला के भएको त यो चाहिँ यस्तो के भएको यो साथीहरू, के भएको यो घिरौँला यस्तो, किन यस्तो भएको होला है साथीहरू। हेर्नुहोस् न, ए घिरौँलाको फुल फुल्दैछ है साथीहरू। नमस्ते है।